हाई एभ्रिवान आज चाहिँ म एउटा भिडियो लिएर आएको छु जुन चाहिँ स्क्याम रिलेटेड रहेको छ। अहिले चाहिँ ब्रान्डको नेममा चाहिँ जति पनि मान्छेहरूले स्क्याम गरिराख्नु भएको छ त्यस्तो इन्सिडेन्ट चाहिँ मलाई परेको भएर चाहिँ लेट्स सेयर भनेर चाहिँ म यो भिडियो बनाइरहेको हो। 10-15 दिन अगाडि चाहिँ मलाई एउटा ब्रान्ड माई म्यानेजर अलिसिया भन्ने एउटा ब्रान्डले चाहिँ रिच आउट गर मलाई भनेर कमेन्ट्स गरेको थियो। अनि त्यस पछाडि मैले त्यो कमेन्ट्स हेरेँ अनि गरौँ कि नगरौँ भयो होइन। त्यस पछाडि ल ठिकै छ नि त, यो पनि मेरो लागि न्यू एक्सपिरियन्स हुन्छ, गरिहालौँ के रहेछ भनेर चाहिँ मैले उनीहरूलाई रिच गरेँ। अनि गर्दाखेरि चाहिँ उसले मलाई आफ्नो पेजको बारेमा यति धेरै लामो लिस्ट पठाइदियो क्या, हाम्रो पेजको बा यस्तो यस्तो छ। अनि त्यसपछि तैँले चाहिँ 2टा भिडियो बनाउनु पर्छ ज्वेलरीहरूको, अनि त्यस पछाडि तैँले आफैले ज्वेलरीहरू पिक गर, अनि तँलाई चाहिँ यतिवटा फलोवर्स हुन्छ यस्तो उस्तो यताउता भनेर यतिवटा लामो लिस्ट बनाएर मलाई पठाइदियो। अनि त्यस पछाडि ओके भने अनि मैले चाहिँ पछिबाट के भन्छ हाम्रो वेबसाइटमा गएर चाहिँ तैँले 4वटा आइटम पिक गर भन्यो। अनि त्यस पछाडि सिपिङ कस्ट चाहिँ त आफैले तिर्नुपर्छ भन्यो। अनि त्यो भन्ने बित्तिकै अलिकति दिमागमा आयो, ल अब सिपिङ कस्ट आफै तिर्नुपर्छ भन्छ, स्क्याम त होइन फेरि। अनि मैले पहिला यस्तो कोला भिडियो कहिले पनि गराएको थिएन, सो मलाई थाहै छैन ब्रान्डहरूले यस्तो पनि गर्छ भनेर। सो अनि त्यही भनिसके पछाडि अलिकति म अलर्ट भएँ। अनि गएर चाहिँ अब पैसा तिर्नुभन्दा त एकचोटि हेरौँ न यो ब्रान्ड चाहिँ के रहेछ भनेर उनीहरूको पेज भिजिट गर्दाखेरि चाहिँ इट लुक्स लाइक स्क्याम। किनभने कति धेरैजना मोडलहरू आउट अफ नोवेयर जसको पाए त्यसको ऱ्यान्डम भिडियोजहरू लिएर चाहिँ आफ्नो पेज बनाए जस्तो देखेको थिएँ क्या मैले। अनि त्यही भएर चाहिँ म 2-3 दिन बिजी भयो अनि मैले चाहिँ त्यो कुराहरू केही पनि गर्न क्या त्यसित। अनि त्यस पछाडि फेरि त्यो मान्छेले मलाई रिच गर्यो, अब त के गर्ने भइस्, इन्ट्रेस्टेड छस् कि छैनस् भने। अनि मैले भने मलाई चाहिँ तिमीहरूले स्क्याम गरिरहेको फिल भएको छ, अनि त्यही भएर चाहिँ म गर्दैन, इन्ट्रेस्टेड छैन म भने। अनि उनीहरूले चाहिँ आफ्नो पेजको चाहिँ कति धेरै भिडियोजहरू पठायो कि मलाई, होइन हामीले स्क्याम गरेको होइन, हाम्रो चाहिँ ओरिजिनल वेबसाइट हो, गएर वेबसाइट चाहिँ गर्दा पनि हुन्छ भन्यो। अनि तर मलाई अझै पनि कन्भिन्स नै भएन म, किनभने अब तपाईँको सिपिङ चार्ज तिर्नको लागि त हामीहरूले ब्याङ्क डिटेल्सहरू राख्नुपर्छ, त्यो चाहिँ एकदमै सेफ छैन। अनि $35 to $40 भनिरहेको छ, त्यो पनि अब जस एकदमै त्यो $5-10 त होइन यत्तिकै ऱ्यान्डमली इन्भेस्ट गर्नु पनि। त्यही भएर चाहिँ मलाई अलिकति ट्रस्ट नै लागेन क्या उनीहरूमा। अनि मैले चाहिँ होइन म इन्ट्रेस्टेड छैन, आइएम सरी भने। त्यसपछि मलाई के भन्छ भन्दा त्यसो भए यत्रो 2-3 दिनदेखि चाहिँ किन मलाई वेट गराएको त भनेर मलाई ब्लग हान्यो है। अनि त्यो भइसकेपछि त म अझै स्योर भएँ कि यो सबै स्क्याम हो। सो म जस्तो युजरहरू छ जो चाहिँ अपर्च्युनिटी खोजिराख्नु भएको छ भने चाहिँ यस्तो धेरै स्क्यामहरू हुने रहेछ। अनि त्यही भएर चाहिँ यस्तो स्क्याममा पर्नुभन्दा अगाडि चाहिँ बी अवेर अनि अलर्ट हुनु, आफ्नो $35-40 पनि इन्भेस्ट गर्नु चाहिँ वर्थ इट होइन यस्तो वायात कुराहरूमा। सो अब अरू पनि ब्रान्डहरूले यसरी नै प्रमोट गर्नुहुन्छ, सिपिङ कस्ट माग्नुहुन्छ भने चाहिँ मलाई थाहा छैन। इफ माग्नुहुन्छ भने पनि तपाईँहरू चाहिँ उहाँहरूको प्रोफाइल हेरेर यो चाहिँ ओरिजिनल हो कि होइन वेबसाइट त्यो हेरेर मात्र इन्भेस्ट गर्नु होला। त्यही भन्नको लागि चाहिँ म यो भिडियो बनाएको। ओके, बाई बाई, थ्याङ्क यू।